संविधान र संविधानवादमा फरक। पहिला बुझौँ संविधान भनेको के हो। संविधान भनेको राष्ट्रको सर्वोच्च कानुनी दस्तावेज हो जसले राज्यको शासन प्रणाली, सरकारी निकायहरूको संरचना, अधिकार, कर्तव्य, नागरिकका मौलिक अधिकारहरूको व्यवस्था गर्दछ। यो मूल कानुन पनि हो। सरल शब्दमा भन्ने हो भने संविधानले राज्य कसरी चलाउने हो भन्ने सम्बन्धमा नियम बताउँदछ। उदाहरणको लागि नेपालको 2072 सालको संविधान भन्नाले सङ्घीय राज्य, गणतान्त्रिक र धर्मनिरपेक्ष हो। त्यसै गरिकन यसले संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका छुट्टै एउटा सरकारका अङ्गहरू हुन् भन्ने कुरा बताउँदछ र यसले अर्थात् संविधानले नागरिकलाई शिक्षा, स्वास्थ्य, समानता जस्ता मौलिक अधिकारका सवालमा पनि व्याख्या गर्दछ। संविधानवाद भन्नाले संविधानको आत्मा र सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्ने सोच, प्रणाली र संस्कृति हो। संविधानवाद एउटा राजनीतिक दर्शन पनि हो, पोलिटिकल फिलोसफी हो जसले सत्तामा बसेकाहरू पनि कानुन र संविधानको अधीनमा रहनु पर्दछ। सरल शब्दमा भन्ने हो भने संविधानवाद भनेको संविधानले मात्र होइन, व्यवहारले पनि शासनलाई सीमित र उत्तरदायी बनाउने प्रणाली हो। जस्तै संविधानवादका मूल सिद्धान्तहरूको कुरा गर्ने हो भने यसले सत्ताको सीमितता, लिमिटेड गभर्नमेन्ट, कानुनको शासन, अधिकार र स्वतन्त्रताको सुरक्षा, शक्ति पृथकीकरण, उत्तरदायित्व र जवाबदेहिता आदि के हुन् संविधानवादका मूल सिद्धान्तहरू हुन्। यस अर्थमा संविधान र संविधानवादको फरक छुट्याउने हो भने संविधान भन्नाले राज्य सञ्चालनका नियम, अधिकार र संरचनाहरूको लिखित दस्तावेज हो। संविधानवाद भन्नाले सत्तालाई सीमित, उत्तरदायी, कानुनको अधीनमा राख्ने राजनीतिक विचारधारा हो, पोलिटिकल आइडियोलोजी हो। त्यसै गरी संविधान एउटा लिगल डकुमेन्ट हो। संविधानवाद भनेको फिलोसोफिकल प्रिन्सिपल हो। संविधान भन्नाले राज्य कसरी चलाउने भन्ने व्यवस्था गर्ने हो। संविधानवाद भन्नाले राज्य चलाउँदा नागरिक अधिकार र स्वतन्त्रता जस्ता कुराहरू सुरक्षित हुनुपर्दछ भन्ने मान्यता राख्दछ। अर्को, संविधान भन्नाले शासनको संरचना र अधिकारको बाँडफाँडमा केन्द्रित हुन्छ। जस्तै अहिलेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई मान्ने हो भने केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार आदिको सवालमा अधिकारहरू हस्तान्तरण गरिएका हुन्। तर संविधानवाद भन्नाले सत्ताको प्रयोगमा नियन्त्रणको कुरा आउँछ, चेक एन्ड ब्यालेन्सको कुरा आउँछ, ती कुराहरूमा पनि केन्द्रित रहेका हुन्छन्। संविधान भन्नाले सत्ताको संरचना बनाउँदछ भने संविधानवादले सत्तालाई नियन्त्रण र सीमित पार्ने काम गर्दछ। संविधान भन्नाले संविधान कागजमा लेखिएको हुन्छ भने संविधानवाद व्यवहारमा लागू गरिन्छ। संविधान प्रस्तावना, मौलिक अधिकार, राज्यका अङ्गहरू, नीति निर्देशक सिद्धान्तहरू आदिको सवालमा उल्लेख गरिएको हुन्छ। तर संविधानवादमा कानुनको शासन, शक्तिको पृथकीकरण, मानव अधिकार,
सम्मान, उत्तरदायित्व आदिको सवालमा केन्द्रित रहेको हुन्छ। यस अर्थमा नेपालको एक्जाम्पल लिने हो भने नेपालको संविधान 2072 लिन सकिन्छ। यो देशको मूल कानुन हो। संविधानवादको कुरा गर्ने हो भने नेपालको शासनमा कानुनी सर्वोच्चता र सत्ताको सीमितता कायम गर्ने अभ्यास गर्ने प्रयत्न गरिन्छ। अब यस अर्थमा के भन्न सकिन्छ भन्दाखेरि संविधानवाद नवीन अवधारणा हो। यसले नागरिक अधिकार, सरकारको सीमितता, नागरिक अधिकारको प्रत्याभूति, लोकतन्त्र आदि कुराहरू सुनिश्चित हुनुपर्दछ भन्ने कुरामा मान्यता राख्दछ। तर विश्वमा देखिएका सैन्य सरकार, केन्द्रीकृत प्रणाली, साम्यवादी आदि यी प्रणाली अपनाएका देशहरूमा संविधानवाद भएको कुरा सहजै स्वीकार गर्न सकिँदैन। त्यसकारण यो नवीन अवधारणा हो। यो नवीन अवधारणा अन्तर्गत संविधानवाद अन्तर्गत लोकतन्त्र, नागरिक अधिकार, मानव अधिकार, सीमित सरकार आदि कुराहरू यसका संविधानवादका मूल सिद्धान्तहरू हुन्।